नमस्कार, हाम्रो आयुर्वेदको आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौं एउटा अत्यन्तै महत्त्वपूर्ण आयुर्वेदिक जडीबुटी गिलोयको बारेमा। हजुर, तपाईले सम्झनु भयो होला केही वर्ष अगाडि जब डेंगुको महामारी फैलिएको थियो त्यो बेलामा गिलोयलाई अत्यन्तै प्रभावकारी घरेलु औषधिको रूपमा हामीले प्रयोग गरेका थियौं। त्यस्तै कोभिड महामारीको समयमा पनि गिलोयको प्रयोग धेरै मात्रामा घरेलु उपचारका लागि गरिएको थियो। कुनै पनि खालका ब्याक्टेरिया तथा भाइरसहरूको आक्रमणले गर्दा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बेलामा गिलोय विभिन्न तरिकाले सेवन गर्दा यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। त्यसकारण पनि गिलोय निकै महत्त्वपूर्ण औषधीय वनस्पति हो। यो हाम्रो घर वरपर पाइन्छ, एउटा लहराको रूपमा रहेको हुन्छ। यो वनस्पति लामो समयदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा ऊर्जा बढाउने र विभिन्न स्वास्थ्य समस्याहरू समाधान गर्नका लागि आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुँदै आएको छ। गिलोयको डाँठ र हरियो पात दुवैमा औषधीय तत्त्वहरू पाइन्छ जसले मानव स्वास्थ्यमा आउने विभिन्न खालका चुनौतीहरूमा प्रभावकारी ढङ्गले काम गर्छ। गिलोयलाई नेपालीमा गुर्जो पनि भनेर चिन्ने गरिन्छ। अंग्रेजीमा गिलोय वा हार्ट लीड मुनसीड भनिन्छ। यसको वैज्ञानिक नाम टिनोस्पोरा कोडिफोलिया हो र यो मिनिस्पर्मासी वनस्पति परिवार अन्तर्गत पर्दछ। गिलोयलाई हामीले सामान्य रूपमा अरू खाद्य पदार्थ जस्तो त प्रयोग गर्दैनौं। यसलाई विशेष खालका औषधीय प्रयोजनका लागि मात्रै प्रयोग गर्ने गरिन्छ। खासगरी यो घरेलु उपचारका हिसाबले पनि धेरै प्रभावकारी छ। आयुर्वेदमा पनि यसको निकै महत्त्व रहेको छ। यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि प्रयोग गरिन्छ। शरीरमा हुने विभिन्न खालका भाइरस तथा ब्याक्टेरिया जन्य संक्रमण, ज्वरो लगायतको उपचारमा यो निकै प्रभावकारी हुन्छ। त्यस्तै जटिल प्रकारको ज्वरो, डेंगु, मलेरिया र भाइरल खालका संक्रमणहरूमा पनि यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई पराजित गरेर छिट्टै स्वास्थ्य लाभ गर्नका लागि प्रभावकारी रूपमा काम गर्छ। त्यस्तै गिलोय आफैमा पाचन सुधारक पनि हो। यसले पाचन प्रणालीमा हुने विभिन्न खालका समस्याहरू, कब्जियत, ग्यास लगायतमा प्रभावकारी रूपमा काम गर्छ। त्यसैगरी गिलोयमा निकै प्रभावकारी डिटक्सिफिकेसन तत्त्वहरू हुन्छन् जसले रगतलाई शुद्ध पार्ने, कलेजो र मृगौला स्वास्थ्यलाई राम्रो बनाउन पनि निकै उपयोगी हुन्छ। त्यसैगरी गिलोयको सेवनले शारीरिक रूपमा ऊर्जा प्राप्त हुन्छ। मस्तिष्कको तनाव र थकानलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउन पनि यो निकै प्रभावकारी हुन्छ। भने छाला स्वास्थ्य र सौन्दर्यका लागि पनि यो निकै प्रभावकारी छ। छालालाई सफा पार्न, छालामा हुने विभिन्न खालका एलर्जीहरू, चायापोतो, दाग धब्बा, दाज तथा विभिन्न खालका छाला सम्बन्धी संक्रमणहरूको उपचारमा पनि यो निकै प्रभावकारी हुन्छ। भिडियोमा अब कुरा गरौँ गिलोयमा हुने औषधीय गुण तथा तत्त्वहरूको बारेमा। गिलोयमा एल्कालोइड्स, एन्टिब्याक्टेरियल, एन्टिफंगल तत्त्वहरू हुन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने र विभिन्न खालका भाइरस तथा ब्याक्टेरिया जन्य संक्रमणबाट शरीरलाई बचाउने काम गर्छ। त्यसैगरी गिलोयमा एन्टी इन्फ्लामेटरी तत्त्व हुन्छ जसले शरीरमा विभिन्न कारणले हुने सुजन अर्थात् सुन्निने समस्या कम गर्ने र शरीरको प्रतिरक्षा क्षमता बढाउने काम गर्छ। त्यस्तै यसको गिलोइन नामक तत्त्वले पेटमा हुने ग्यास, अपच तथा कब्जियत सम्बन्धी समस्याहरू हटाएर पाचन प्रणालीलाई सुधार गर्नका लागि प्रभावकारी काम गर्छ। गिलोयमा पोलिस्याकाराइड्स हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरलाई ऊर्जा दिने काम गर्छ। भने यसमा हुने भिटामिन र मिनरल्स तत्त्वहरूले शरीरको शक्ति बढाउने, रगत निर्माण गर्ने र छाला स्वास्थ्यका लागि प्रभावकारी रूपमा काम गर्ने गर्छ। गिलोय हामीले सामान्य रूपमा प्रयोग गर्ने खाद्य वस्तु होइन जसलाई दैनिक रूपमा प्रयोग गरियोस्। यो त विभिन्न खालका जटिल स्वास्थ्य समस्याहरू भएको बेलामा विशेष रूपमा प्रयोग गरिन्छ। हुन त हामीले यसलाई कुनै पनि स्वास्थ्य समस्या नभएको बेलामा पनि हप्ता 10 दिनमा 1-2 पटक सेवन गर्ने गर्दा यसले हाम्रो स्वास्थ्यलाई निकै प्रभावकारी फाइदा पुर्याउँछ। तर पनि विशेष रूपमा समस्या भएको बेलामा यसको प्रयोग हुन्छ। त्यसकारण भिडियोमा कुरा गरौँ गिलोयलाई कुन स्वास्थ्य समस्यामा कसरी र कति मात्रामा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा। ज्वरोको संक्रमण भएको बेलामा गिलोय निकै उपयोगी छ। गिलोयको रस 1-2 चम्चा निकालेर खाली पेटमा सेवन गर्ने र दिनमा 1-2 पटकको दरले लगातार 10-12 दिनसम्म सेवन गर्दा यसले ज्वरोबाट मुक्ति दिन्छ। त्यस्तै गिलोयलाई डेंगु तथा मलेरिया भएको समस्यामा निकै प्रभावकारी ढङ्गले प्रयोग गर्न सकिन्छ। ताजा गिलोयको रस 1-2 चम्चा निकालेर पानीमा मिसाउने र दिनमा 2-3 पटक सेवन गर्न सकिन्छ। भने गिलोयलाई थिचेर यसको रसलाई पानीमा केही बेर पकाएर बनाएको काढा दिनमा 2-3 पटकको दरले सेवन गर्दा डेंगु, मलेरिया लगायतका समस्याहरूबाट छिट्टै छुटकारा पाउन सकिन्छ। गिलोय रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूका लागि पनि निकै उपयोगी छ। यसको रस वा यसलाई सुकाएर बनाएको 1-2 ग्राम पाउडरलाई दूध वा महसँग बिहान र बेलुका नियमित रूपमा केही दिन सेवन गर्दा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि प्रभावकारी रूपमा काम गर्छ। भने यसलाई रोग प्रतिरोधात्मक क्षमता कमजोर नभएका, स्वास्थ्य अवस्था सामान्य भएका व्यक्तिहरूले पनि हप्ता 2 हप्तामा 1 पटकको दरले सेवन गर्दा यसले स्वास्थ्यलाई राम्रो राख्न प्रभावकारी रूपमा काम गर्छ। गिलोय ग्यास, अपच लगायत विभिन्न खालका पाचन समस्या भएका व्यक्तिहरूका लागि पनि निकै प्रभावकारी छ। यसको 1-2 चम्चा रस वा 1 ग्राम पाउडर तातो पानीसँग मिसाएर दिनमा 2-3 पटक सेवन गर्ने गर्दा यसले पाचन समस्याहरूलाई समाधान गर्न प्रभावकारी रूपमा काम गर्छ। त्यस्तै गिलोय छालामा हुने दाग धब्बा, चायापोतो, एलर्जी, दाज तथा विभिन्न खालका छाला सम्बन्धी संक्रमणहरूका लागि पनि प्रभावकारी छ। ताजा गिलोयको पेस्ट वा रस वा यसलाई सुकाएर बनाएको धुलोको पेस्ट बनाएर छाला
छालामा समस्या भएको ठाउँमा दिनमा 1-2 पटकको दरले लगाएर 15-20 मिनेट राखेर धुने गर्दा यसले छाला सम्बन्धी समस्याहरू समाधान गर्न निकै प्रभावकारी रूपमा काम गर्छ र यसलाई छाला सम्बन्धी समस्या नभएका व्यक्तिहरूले पनि हप्ता 10 दिनमा एक पटक पेस्ट बनाएर आफ्नो छालामा लगाउँदा यसले छालाको चमक र सौन्दर्य बढाउन प्रभावकारी रूपमा काम गर्छ भने काम तथा विभिन्न कारणले गर्दा हुने शारीरिक एवं मानसिक कमजोरीहरूमा पनि गिलोय निकै उपयोगी छ। यसको 1-2 चम्चा रस वा 1-2 ग्राम पाउडरलाई दुधमा मिसाएर नियमित रूपमा 2-3 हप्तासम्म सेवन गर्दा यसले शरीरमा हुने थकान र मस्तिष्कमा हुने थकानलाई कम गर्ने र शरीर तथा मस्तिष्कलाई ऊर्जावान बनाउने काम गर्छ र गिलोयलाई हरेक खालका स्वास्थ्य समस्याहरूमा प्रयोग गर्न सकिन्छ किनकि हाम्रो स्वास्थ्यमा कुनै पनि खालका समस्या आउनुको कारण हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु हो र गिलोयको सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसलाई सन्तुलित र उचित मात्रामा सेवन गर्न सकियो भने यसले हरेक खालका रोग तथा स्वास्थ्य समस्याहरूमा प्रभावकारी रूपमा काम गर्छ। गिलोय तपाईँ हाम्रो घर वरपर जंगल जताततै सरल र सहज ढङ्गले प्राप्त गर्न सकिन्छ। यसलाई कुनै पैसा तिर्नु पर्दैन, यो निशुल्क रूपमा प्राप्त हुन्छ। यसलाई कुनै मेहनत गरेर लगाएर हुर्काउनु पनि पर्दैन। यो जंगल तथा झाडीहरूमा आफै उत्पादन भइरहेको हुन्छ। त्यसकारण यो प्रकृतिले हामीलाई दिएको निशुल्क औषधि हो, अत्यन्तै महत्त्वपूर्ण जडीबुटी हो। हुन त हामीले हरेक भिडियोमा भनिरहेका छौँ प्रकृतिले हामीलाई दिएका हरेक खालका खाद्य वस्तु तथा जडीबुटीहरू आफैमा हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी छन्, तर तिनको उचित र सन्तुलित प्रयोग गर्न जान्नुपर्छ। त्यसकारण भिडियोमा कुरा गरौँ गिलोयको सेवन तथा प्रयोगमा अपनाउनु पर्ने सावधानीको बारेमा। गिलोयको सेवन नियमित रूपमा र अत्याधिक मात्रामा गर्नु हुँदैन। हुन त हामीले हरेक भिडियोमा भनिरहेका छौँ अत्याधिक मात्रामा कुनै पनि खाद्य वस्तु वा जडीबुटीको सेवन र प्रयोग गर्नु हुँदैन, त्यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ। यसको पनि अत्याधिक मात्रामा सेवन गर्दा पेट दुख्ने, पखाला लाग्ने तथा शरीरमा अनेक खालका स्वास्थ्य समस्याहरू देखिन सक्छन्, त्यसकारण ख्याल गर्नुपर्छ। त्यसैगरी उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर र मधुमेह अर्थात् डायबिटिज भएका व्यक्तिहरूले चिकित्सकको सल्लाह बिना यसलाई नियमित रूपमा औषधीय प्रयोग गर्नु हुँदैन। महिनामा 1-2 पटक सामान्य रूपमा प्रयोग गर्नु त मिल्छ। त्यसैगरी यसको रस वा पेस्ट आँखामा हाल्नु हुँदैन, यसले दृष्टिमा समस्या निम्त्याउन सक्छ। त्यस्तै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर वा कुनै स्वास्थ्य समस्याका कारण विभिन्न खालका औषधिजन्य सप्लिमेन्ट्सहरू प्रयोग गरिरहेका व्यक्तिहरूले आफ्नो चिकित्सकसँग सल्लाह नगरिकन यसलाई नियमित रूपमा औषधीय प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन। त्यसैगरी साना बालबालिका, गर्भवती महिलाहरू, स्तनपान गराइरहेका महिलाहरू, वृद्ध व्यक्तिहरू, दीर्घरोगीहरू, विशेष स्वास्थ्य समस्याका कारण विभिन्न खालका औषधि सेवन गरिरहेका व्यक्तिहरूले आफ्नो चिकित्सकको परामर्श बिना गिलोयलाई औषधीय प्रयोजनका लागि नियमित रूपमा प्रयोग गर्नु हुँदैन। आजको भिडियोमा हामीले गुर्जो अर्थात् गिलोयको बारेमा समग्र कुरा गरेका छौँ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो आफ्ना साथीभाइ र आफन्तजनमाझ पनि सेयर गर्न नबिर्सनुहोस् ताकि उहाँहरूलाई पनि गिलोयको बारेमा समग्र जानकारी मिलोस्। अर्को श्रृङ्खलामा फेरि भेट हुनेछ। स्वस्थ रहनुहोस्। नमस्कार।